दर्शकवृन्द नमस्कार। मेक्लाजुङ अनलाइन टिभी हेरेर बस्नुहुने तपाईँहरू सम्पूर्ण दर्शक श्रोतावृन्दहरूलाई म सनम नाखिम लिम्बूको तर्फबाट न्यानो अभिवादन। दर्शकवृन्द, सदाझै तपाईँहरू समक्ष नेपालका विभिन्न राजनीतिक घटनाक्रम र विषयवस्तुहरूलाई लिएर तपाईँहरूमा सदाझै उपस्थित भइसकेको छु। दर्शकवृन्द, अहिले निकै चर्चामा रहेको नेपाल सरकारको गृहमन्त्री सुदन गुरुङ केही दिन अगाडि मात्रै उहाँको पोखराको जग्गा काण्डलाई लिएर विभिन्न आलोचना र आरोपहरू बेहोरिराख्नु भएको छ, जुन कुराले उहाँको गृहमन्त्री पदलाई समेत निकै गम्भीर असर परेको देखिन्छ। फेरि पुनः उहाँको जुन अहिले सम्पत्ति शुद्धिकरणको विषयलाई लिएर उहाँ निकै चर्चामा आउनुभएको छ। त्यसै गरी अहिले भर्खरै मात्र स्टार लाइफ इन्सुरेन्स कम्पनीमा चाहिँ उहाँको 25 लाख बराबरको लगानी भएको विभिन्न सञ्चार माध्यमहरूमा छ्यापछ्याप्ती आइसकेपछि उहाँको गृहमन्त्री पद निकै धरापमा भएको जस्तो देखिन्छ। के यो साँचो सत्य हो र उहाँको गृहमन्त्री पद खुस्किन सक्ने सम्भावना देखिन्छ? कृपया तल कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला भन्दै म तपाईँहरू समक्ष फेरि पुनः यस्तै खालका भिडियोहरू लिएर तपाईँहरूमा उपस्थित हुने बाचा गर्दै म सनममा बिदा लिन चाहन्छु। हस्त।